भन्ने भाव छ। हो, यो श्लोकले कागको त्यो समूहमा बस्ने मिलेर खाने भावना देखाउँछ, जुन कुरा तिहारको त्यो सामूहिक उत्सवको भावनासँग पनि कता कता मिल्न जान्छ नि। एकदम। अनि यही कागलाई फेरि यमराजको दूत पनि मानिन्छ। हो त, नरक लोकका अधिपति यमराजको दूत। धर्मशास्त्र अनुसार त यमराजले पृथ्वीका सबै प्राणीको त्यो जन्म मृत्युको लेखाजोखा राख्नुहुन्छ रे। अनि त्यो विवरण ल्याउने लैजाने काम चाहिँ कागले गर्छ भन्ने मान्यता छ। हो, आकाश मार्गबाट अब छिटो सन्देश पुर्याउने भयो नि त कागले। त्यही त। त्यसैले यमराजले कागलाई आफ्नो दूत चुनेको भन्ने जनश्रुति किंवदन्ती सुनिन्छ। यसरी हेर्दा त कागको भूमिका अलि डरलाग्दो जस्तो पनि देखियो नि। हो नि, तर काग तिहारमा चाहिँ यदि डरलाग्दो वा अशुभ मानिने पक्षलाई बिर्सेर सम्मान गरिन्छ। आज कागलाई पूजा नगर्दा वा खान नदिँदा पाप लाग्छ भन्ने विश्वास पनि छ। बिहानै घर आँगन सफा गर्ने अनि पात या दुना टपरीमा विभिन्न खानेकुरा राखेर कागलाई बोलाइन्छ। हो, बोलाएर खान दिइन्छ। यो एक किसिमले वर्षभरि राम्रो सन्देश मात्र ल्याउनुहोस् है भनेर गरिने प्रार्थना जस्तै पनि हो। एकदम। र यो सम्मान केवल कागमा मात्रै सीमित छैन नि फेरि। ए हो र। आजकै दिन मतलब कार्तिक कृष्ण त्रयोदशीमा आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको जयन्ती पनि मनाइन्छ। ए, धन्वन्तरी दिवस पनि आजै? हो, समुद्र मन्थनबाट उत्पत्ति भएका धन्वन्तरीलाई सम्झिनुले त्यो स्वास्थ्य र निरोगी जीवनको कामनालाई पनि जोड्छ। अनि त्यो यमदीप दानको कुरा पनि छ नि? छ। साँझमा यमराजलाई प्रसन्न पार्न अनि उहाँको त्यो यातनाबाट मुक्ति पाउन